साथीहरू के तपाईँहरूको पनि राष्ट्रिय परिचय पत्रमा चाहिँ नाम थर अथवा कुनै पनि स्पेलिङहरू मिस्टेक प्रिन्ट भएर आएको छ? यदि छ भने म तपाईँहरूलाई आजको यस भिडियोमा चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्रमा बाई मिस्टेकली कुनै पनि मिस्टेक प्रिन्ट भएर आयो, जस्तो नाम, ठेगानाहरू, होइन, थरहरू अथवा आफ्नो एड्रेसहरू, बाबा मम्मीको नामहरू, यस्तो कुराहरू मिस्टेक प्रिन्ट भएर आयो भने यसलाई हामीले कसरी सच्याउन सकिन्छ भन्ने बारे आजको यो भिडियोमा तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। साथीहरू, सबैभन्दा पहिला हामीले आफ्नो चाहिँ के चाहिँ बिग्रेको भन्ने कुरा आफू कन्फर्म हुन पर्यो। जस्तो नाम, थर अथवा एड्रेस अथवा बाबा मम्मीको नामहरू के चाहिँ बिग्रेको छ, त्यही हिसाबले डकुमेन्ट लानुपर्ने हुन्छ। अब यो डकुमेन्ट कहाँ लगेर जाने त? सबैभन्दा पहिला तपाईँहरू कुन ठाउँमा तपाईँहरूले यो राष्ट्रिय परिचय पत्रको आवेदन दिनुभएको थियो त्यही ठाउँमा जाँदाखेरि बेस्ट हुन्छ। यदि तपाईँहरूको त्यो नजिक छैन र अहिले बसेको ठाउँबाट चाहिँ त्यो धेरै टाढा पर्छ भने तपाईँहरू आफू बसेको ठाउँको नजिकको जिल्ला प्रशासन कार्यालयमा गएर तपाईँहरूले चाहिँ के बिग्रेको, जस्तो तपाईँको चाहिँ नाम, थरको स्पेलिङ मिलेन भने तपाईँले नागरिकता लिएर जानु पर्यो, होइन। जन्ममिति मिलेन भने तपाईँको जुन जन्मदाताको कागज हुन्छ त्यो लगेर जानु पर्यो, होइन। त्यसै गरी अब आफू बसेको ठाउँ अनुसारको त्यहाँनिर एड्रेस मिलेको छैन भनेदेखि तपाईँहरूले बसाइसकेको कागज र नागरिकता लिएर जानु पर्यो। अनि त्यसै गरी अन्य जस्तै बाबा मम्मीको नाम मिलेन भने त्यसमा चाहिँ तपाईँहरूले नाता प्रमाणितको एउटा चाहिँ पेपर लानुपर्ने हुन्छ, होइन। त्यो कुराहरू लगेर तपाईँहरूले नजिकको जिल्ला प्रशासन कार्यालयमा गएर तपाईँले एउटा निवेदन लेख्नुपर्ने हुन्छ। निवेदनमा पनि अब तपाईँको नाम मिलेको होइन भनेदेखि नामको स्पेलिङ मिलेन भने त्यही अनुसारको निवेदन लेख्न पर्यो, होइन। निवेदन लेख्ने ढाँचा चाहिँ एउटै हुन्छ, तर चाहिँ त्यो विषयमा चाहिँ तपाईँहरूले अलिकति फरक लेख्न पर्यो त्यहाँनिर। यदि तपाईँलाई त्यो लेख्न आउँदैन भने पनि त्यहाँ तपाईँहरूलाई सहयोग गर्नको लागि बाहिर केही व्यक्तिहरू बसिरहेको हुन्छ, उनीहरूलाई केही 150 पैसा दिएर तपाईँहरूले चाहिँ उनीहरूबाट लेख्न पनि तपाईँहरूले चाहिँ लगाउन सक्नुहुनेछ। र त्यो निवेदन तपाईँहरूले चाहिँ राष्ट्रिय परिचय पत्र विभागमा गएर तपाईँहरूले चाहिँ त्यहाँनिर सब्मिट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँहरूको 1 हप्तादेखि 3 हप्तासम्म चाहिँ तपाईँहरूको चाहिँ करेक्सन भएर तपाईँहरूको अप्रुभ भएर आउँछ। त्यसपछि अब कार्ड आउनको लागि तपाईँको 1 महिनाबाट 2-3 महिना त्योभन्दा बढी पनि लाग्न सक्छ। तपाईँहरूले यसको लागि वेट गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरूलाई म्यासेज आउँछ। म्यासेज आउनको लागि तपाईँहरूले राष्ट्रिय परिचय पत्रको जुन आवेदन दिँदाखेरि तपाईँहरूले आफूले चलाइराख्ने नम्बर चाहिँ तपाईँहरूले दिनुपर्ने हुन्छ र चाहिँ तपाईँको चाहिँ करेक्ट नम्बर छ भने मात्रै तपाईँको भोलि चाहिँ कार्ड प्रिन्ट भएर आइसक्यो भनेदेखि तपाईँहरूलाई चाहिँ म्यासेज आउँछ, है त। यही हो, सजिलै छ, त्यति गाह्रो छैन सच्याउनको लागि। तपाईँले खालि त्यो निवेदन दिन पर्यो र के चाहिँ सच्याउन पर्ने हो त्यसको डकुमेन्ट चाहिँ तपाईँले लिएर जानुपर्ने हुन्छ। नाम सच्याउनको लागि नामको स्पेलिङहरू मिलेन भने नागरिकता लिएर जानुपर्ने भयो। त्यसै गरी जन्ममितिको लागि चाहिँ तपाईँको जन्ममितिको जुन जन्मदाताको कागज हुन्छ त्यो र नागरिकता लिएर जानुपर्ने भयो। त्यसै गरी अब आफ्नो चाहिँ ठेगाना मिलेको छैन भने बसिसकेको कागज त्यो चाहिँ चाहियो। र बाबा मम्मीको नाम मिलेन, स्पेलिङ मिलेन भने त्यसको लागि चाहिँ नाता प्रमाणितको चाहिँ पेपर चाहिँ लिएर जानुपर्ने हुन्छ, है साथीहरू। धेरै सजिलो छ। साथीहरू, आजको लागि भिडियो यति नै। यदि भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गर्नुहोला। र यस्तै नबुझेको कुराहरू तपाईँहरूको मनमा छ भने तपाईँहरूले कमेन्ट मार्फत तपाईँहरूले व्यक्त गर्नु। म त्यही आधारमा फेरि अर्को भिडियो पनि बनाउनेछु।